हामी पुग्न पर्ने चाहिँ माथि त्यो घाम लागिरहेको डाँडादेखि पनि उतापट्टि हो र म धादिङ रुबी भ्याली युथ कन्फरेन्समा जाँदैछु। भेरी वन्डरफुल एक्सपिरियन्स। आज ट्रेकिङ जस्तै भयो। नमस्ते र भाइ सुदीप हुनुहुन्छ, भाइ साथीहरू सबै मलाई यहाँ लिन आउनु भएको। यहाँबाट करिब 2-2.5 घन्टा लाग्दो रहेछ त्यहाँ पुग्न। सबैजनालाई जय मसी। हाम्रो यात्रा हामी चाहिँ अब रुबी भ्याली जाँदैछौँ भोलि र पर्सिको कन्फरेन्सको लागि। र मसँग यहाँ सेना मेना हुनुहुन्छ, प्रभु यीशुको सेवाहरू। अब पछाडिबाट नि है त यस्तो छ। तल नि आउँदै हुनुहुन्छ, अगाडि एड्रेन्दै सर हुनुहुन्छ। ए 3 गीत भनिदिनु नि त ल। हजुर अब मन यो मान्दैन एउटा भइहाल्यो। हजुर वचनमा तल। हजुर अनि मलाई खानु मन पर्छ। उहाँको हरि गीत सुन्ने गर्छु नि। रुबी भ्याली युथ क्याम्प स्थान लापा सेन्ट चर्च रुबी भ्याली 5 लापा धादिङ मिति 2082 कार्तिक 9, 10 र 11 गते। वर्शिप ओर्स अनि वर्कसप प्रेयर एक्टिभिटिज क्यारियर। आयोजक आशिषको झरी आराधना झुन्डा लापा सेन्ट चर्च। अनि यता एउटा पिक्चर छ हाम्रो माथिको एउटा जिजस पार्कको माथि क्रोस छ ठुलो ढुङ्गा माथि। अनि त्यसपछि हाम्रो स्पिकर सिङ्गर पास्टर एडेन देवन।